पनि गर्छु। क्वालिटेटिभ रिसर्चमा चाहिँ जहिले पनि के हुन्छ भने तार्किक विधिहरूको प्रयोग हुन्छ। त्यस्तै गरी क्वालिटेटिभ रिसर्चमा कतिपय अनुसन्धान परिमाणात्मक अनुसन्धानले तथ्याङ्क प्रस्तुत गरिसकेको, तर ती तथ्याङ्कहरूमा रहेका केही ग्यापहरू अर्थात् पुरा गर्न नसकेका अर्थात् अनुत्तरित कतिपय सवालहरूलाई यसले पुरा गर्ने काम गर्छ। अर्को अर्को यसको अर्को विशेषता भनौँ, क्वालिटेटिभ रिसर्चमा चाहिँ थोरै जनसङ्ख्या भएको अवस्थामा गरिन्छ। थोरै नमुना भयो भने र थोरै सानो जनसङ्ख्या छ भने त्यति बेला क्वालिटेटिभ रिसर्च मेथोडोलोजीको प्रयोग गरिन्छ। त्यस्तै गरी यो अनुसन्धान चाहिँ पहिला लिटरेचर रिभ्यू त दुवै अनुसन्धानमा गरिन्छ, तर यसमा लिटरेचर रिभ्यू भन्दा पनि केही विज्ञहरूसँग परामर्श लिएर अर्थात् उनीहरूसँग चाहिँ सल्लाह लिएर उनीहरूसँग फेनोमेनोलोजी भनेर भन्छौँ, त्यो फेनोमेनोलोजी गरिसकेपछि मात्रै क्वालिटेटिभ रिसर्च गर्नुपर्छ भनेर भनिन्छ है। लिटरेचर रिभ्यू भन्दा पनि पहिला फेनोमेननबाट आएका धारणाहरूलाई, थिमहरूलाई अनि बल्ल लिटरेचर रिभ्यूमा गएर खोजी गर्नु पर्यो होइन। अनि अर्को भनेको यसले चाहिँ तथ्याङ्कलाई जेनरलाइजेसन गर्दैन। क्वालिटेटिभ रिसर्चले तथ्याङ्कलाई सामान्यकरण गर्दैन। यसले चाहिँ तथ्याङ्कहरूलाई चाहिँ के गर्छ, विश्लेषण गर्छ, अर्थात् त्यसमा रहेका ग्यापहरूलाई खोजी गर्छ होइन। दुवै कुरा कारण र प्रभावको बारेमा विश्लेषण मात्रै गर्छ। यसले व्याख्या गर्दैन, विश्लेषण गर्छ। त्यसै गरी यसले यो अनुसन्धानले चाहिँ थ्योरीहरू निर्माण गर्छ, सिद्धान्तहरू, नयाँ थ्योरीहरू निर्माण गर्छ। घटनाहरू छन् भने ती घटनाको कारण र प्रभावको बारेमा व्याख्या गर्छ। त्यस्तै गरी विभिन्न जातीय, भाषिक, वर्गीय, अब सामाजिक सांस्कृतिक पक्षहरूको पनि अध्ययन गर्छ। यो क्वालिटेटिभ रिसर्चले परिकल्पना निर्माण गर्दैन, यसले अनुसन्धान प्रश्न तयार गर्छ र अनुसन्धान प्रश्नको उत्तर खोजी गर्ने हो। पहिला सुरुमा अनुसन्धानकर्ताले तयार गरेको अनुसन्धान प्रश्नलाई व्यवस्थित रूपमा खोजी गर्ने क्वालिटेटिभ रिसर्च भनेको। अब यसमा थप मैले केही अरूको विशेषताहरू, गुणात्मक अनुसन्धानका केही मैले उदाहरणहरू बताउँछु। जस्तै अब लेखकका साहित्य लेख रचनाको समीक्षा क्वालिटेटिभ रिसर्च अन्तर्गत पर्छ। जातिगत वा भाषा सम्बन्धी अध्ययन होइन। बालकहरूमा उत्पन्न मनोविकृति अर्थात् मनोवृत्तिहरू, त्यसको अध्ययन होइन। विद्यार्थीहरूमा रहेका नकारात्मक व्यवहारहरूको अध्ययन होइन। जस्तै एकल महिलाले सामाजिक जीवनमा भोगेका कठिनाइहरू, जस्तै कथा हो योलाई घटना अध्ययन भन्छौँ। त्यस्तै गरेर अलि उमेर ढल्किसकेका प्रौढ विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्ने उत्प्रेरणाहरू, कसरी उनीहरूले उच्च शिक्षा हासिल गरे त केही नमुनाहरू हुन्छन् नि त होइन, ती नमुनाहरूलाई। त्यसै गरी समस्यामा परेका विद्यार्थीहरूलाई विद्यालय वातावरणमा कसरी समायोजन हुन सक्छन् भनेर त्यस्ता खालका अध्ययनहरू, अर्थात् अलग भाषिक तथा सांस्कृतिक पृष्ठभूमिबाट आएका विद्यार्थीहरूले कक्षा शिक्षणमा अर्थात् विद्यालय शिक्षामा कस्ता खालका महसुसहरू गर्छन्, कस्ता खालका अप्ठ्यारा परिस्थितिहरू सामना गर्छन् भन्ने कुराहरू। त्यस्तै गरी शिक्षकले अलग भाषिक सांस्कृतिक पृष्ठभूमिका विद्यार्थीहरूलाई शिक्षणमा कसरी समायोजन गर्न सक्छ। त्यस्तै अन्य अन्य घटनाहरू, जस्तै यसलाई लजिकली प्रमाणित गर्नुपर्ने घटनाहरू जुन तथ्यात्मक ढङ्गबाट प्रमाणित गर्न नसकेका र बाँकी रहेका ग्यापहरूलाई यसले पुरा गर्ने काम गर्छ भनेर मैले यसको उदाहरणहरू पनि बताएँ। अब हामीले यहाँनिर मैले क्वालिटेटिभ रिसर्च या तीनवटा एउटा चालिका मैले यहाँ प्रस्तुत गरेको छु। डेटा कलेक्सन टुल्स एन्ड इन्स्ट्रुमेन्ट बारेमा क्वालिटेटिभ, क्वान्टिटेटिभ र मिक्स मेथडमा कस्ता खालका टुल्स र अनि टेक्निकहरू प्रयोग गरिन्छ त भनेर यहाँनिर मैले थोरै कुरा गर्दैछु। जस्तै क्वान्टिटेटिभमा त हामीले पढि पनि सकेका छौँ होइन। क्वान्टिटेटिभमा हामीले क्लोज इन्डेड क्वेसनआर प्रयोग गर्छौँ भने यहाँ चाहिँ ओपन इन्डेड क्वेसनआर प्रयोग गर्छौँ। र अब त्यसका लागि हामी के गर्छौँ भन्दा इनडेप्थ इन्टरभ्यू गर्छौँ, गहन र खुल्ला अन्तर्वार्ता गर्छौँ है। अर्को फोकस ग्रुप डिस्कसन भनेको लक्षित समूह छलफल विधिको लागि आवश्यक पर्ने
चेकलिस्टहरू प्रयोग गर्छौँ र त्यसका लागि छलफल चलाउँछौँ यो क्वालिटेटिभ रिसर्चमा, होइन? त्यस्तै गरी क्वालिटेटिभमा चाहिँ केही अब्जर्भेसनहरू गर्छौँ हामी, सहभागितामूलक अवलोकन भनेर भन्छौँ। गैर सहभागितामूलक र सहभागितामूलक दुवै खालका अवलोकनहरू गर्छौँ क्वालिटेटिभमा भने। क्वान्टिटेटिभमा चाहिँ गैर सहभागितामूलक अवलोकनहरू गर्छौँ प्राय गरेर भने क्वालिटेटिभमा चाहिँ सहभागितामूलक अवलोकनलाई बढी फोकस गरिन्छ। मैले सहभागितामूलक अवलोकन भने के हो भनेर म थप पछि कुरा गरौँला त्यसपछि। अब अघि यही कुरा आइसक्यो यहाँनिर, मैले यसलाई धेरै व्याख्या गरिनँ। अब क्वालिटेटिभ रिसर्चमा चाहिँ असंरचित प्रश्नावलीहरू प्रयोग गर्छौँ हामी, अनस्ट्रक्चर क्वेसनरहरू प्रयोग गर्छौँ हामी। अस्ति पनि छलफल गरिसकेका छौँ। स्ट्रक्चर र अनस्ट्रक्चर दुई प्रकारका प्रश्नावलीहरू हुन्छन्। ती प्रश्नावलीहरू मध्ये क्वालिटेटिभ रिसर्चमा चाहिँ असंरचित प्रश्नावलीहरू प्रयोग गर्छौँ। तपाईँहरूले बुझिसक्नु भएको छ। असंरचित प्रश्नावली भनेको चाहिँ अनुसन्धानकर्ताले अनुसन्धानमा तयार गरेको टुल्स भनौँ, साधन, त्यो चाहिँ आवश्यकता अनुसार परिमार्जन पनि गर्छ। अलिकति गुणात्मक खालका हुन्छन्, इनडेप्थ उत्तर लिने खालका हुन्छन्। त्यसै गरी रेकर्ड गर्नुपर्ने खालका उत्तरहरू हुन्छन्। ती कुराहरू चाहिँ असंरचित प्रश्नावलीहरूभित्र पर्दछन् है। र यसको पूर्व परीक्षण गर्न सकिँदैन, किनभने यो अलिकति क्वान्टिटेटिभ हुँदैन, क्वालिटेटिभ हुन्छ, पूर्व परीक्षण गर्न सकिँदैन। अनि त्यसैले गर्दा उत्तरदाताले त्यसलाई अन्य माध्यमबाट के अरे जस्तो अनुसन्धानकर्ताले उत्तरदाता सामु पठाउँदाखेरि इमेलबाट वा अन्य हुलाकबाट पठाउँदा वा टेलिफोनबाट यो खालको अनुसन्धान गर्छ, किनकि लामो अन्तर्वार्ता हो, अर्थात् खुल्ला अन्तर्वार्ताहरू हुन्छन्, त्यस्तै खुल्ला छलफलहरू हुन्छन्। त्यसैले त्यस्ता खालका छलफलका लागि बनाइएका प्रश्नहरू चाहिँ हामीले उत्तरदातासँग अनुसन्धानकर्ता आफै गएर लिनुपर्ने हुन्छ। त्यसैले यहाँ अनस्ट्रक्चर प्रश्नावलीको प्रयोग गरिन्छ भनेर मैले भनेको ओपन इन्डेड क्वेसनर प्रयोग हुन्छ, खुल्ला प्रश्नावली प्रयोग हुन्छ। मैले यहाँ के उदाहरण पनि राखेको छु। जस्तै यसले खुल्ला प्रश्नावली भनेको उत्तरदाताको खुल्ला विचार राख्न सक्ने, अनि उत्तरदातासँग अनुसन्धानकर्ताले घनिष्ठ सम्बन्ध राख्ने, अनि केही नीति निर्माताहरूसँग अन्तर्वार्ता लिने, केही लेखकहरूको कृतिको बारेमा उनीहरूसँगै अन्तर्वार्ता लिने, केही विज्ञहरूसँग अन्तर्वार्ता लिने, होइन, केही काम गरेका अनुभवी व्यक्तिहरूसँग उनीहरूको अन्तर्वार्ता लिने र कसैले भोगेका घटनाहरूको बारेमा गहन अन्तर्वार्ता लिने, त्यस्ता कामहरू हुन्छ भने यसमा खुल्ला खालका प्रश्नावलीहरू प्रयोग गरिन्छ है। त्यसका लागि खुल्ला प्रश्नावलीहरू प्रयोग गरिन्छ। मैले केही प्रश्नहरू पनि राखिदिएको छु, जस्तै पोलिसीका कुराहरू, स्कुल एजुकेसनसँग सम्बन्धित केही पोलिसी, कस्ता खालका पोलिसीहरू निर्माण गर्दा उपयुक्त हुन्छ, कस्ता पोलिसीहरू छन्, नीतिहरू छन्, होइन। त्यस्तै विद्यालय पूर्वाधार निर्माणका नीतिहरू कस्ता छन्, त्यस्तै लर्निङ इन्भाइरोमेन्ट परिवर्तन भन्न सुधार गर्नका लागि के गर्न सकिन्छ, होइन, गभर्मेन्टले के गर्नुपर्छ, स्कुलले के गर्नुपर्छ, शिक्षकले के गर्नुपर्छ, यस्ता खालका कुराहरू चाहिँ हामी खुल्ला प्रश्नावली मार्फत लिने गर्छौँ। यसमा कुनै अप्सन राखिएको हुँदैन है। अब मैले यहाँ अरू पनि केही इक्जाम्पल अफ ओपन इन्डेड क्वेसनर भनेर भनेको छ, त्यो पनि मैले यहाँ राखिदिएको छु। जस्तै पाठ्यक्रमसँग सम्बन्धित केही अध्ययन गर्नु पर्यो, होइन, अनि त्यो अवस्थामा पनि क्वालिटेटिभ रिसर्चको प्रयोग गर्न सकिन्छ। अब क्वालिटेटिभ रिसर्चमा अर्को कुरा, स्याम्पलिङका सन्दर्भका कुरा गर्ने हो भने क्वालिटेटिभ रिसर्चमा चाहिँ नन प्रोबाबिलिटी स्याम्पलिङ प्रयोग गरिन्छ। नन प्रोबाबिलिटी भनेको यसमा चाहिँ गैर सम्भावनायुक्त नमुना छनौट विधिको प्रयोग गरिन्छ। नमुना छनौट चाहिँ हुन सक्छ, तर त्यो नमुना छनौट कस्तो हुन्छ भन्दा गैर सम्भावनायुक्त भनेको कुनै पनि नमुना चाहिँ कुनै जो हामीले अध्ययन गर्ने जनसङ्ख्याभित्रको कुनै पनि त्यो व्यक्ति चाहिँ नमुना छनौट हुने चान्समा पर्ने सम्भावना कम हुन्छ। किन भन्दा त्यहाँ चाहिँ उद्देश्य, होइन, वा कोटा वा स्नोबल आदि यस्ता स्याम्पलिङ विधिहरूको प्रयोग गर्ने भएको कारणले गर्दा कोटा भयो भने त्यो निर्धारित कोटाले मात्रै त्यहाँ चान्स पाउँछ। अब उद्देश्यमूलक भयो, पर्पसिभ भयो भने वा कम्प्रिहेन्सिभ भयो भने त्यहाँ
तोकिएका वा सोचिएका वा उद्देश्यको आधारमा तोकिएका व्यक्तिलाई मात्रै छनौट गरिन्छ। त्यसै गरी स्नोबल भन्यो भने त्यहाँ अब त्यो खालको व्यक्ति जसबाट इन्फर्मेसन आउँछ र त्यो मार्फत अन्य व्यक्तिहरू इन्फर्मेसन दिने व्यक्तिहरूलाई हामीले टुक्रा टुक्रा बनाएर हामीले त्यो व्यक्ति व्यक्ति छान्दै जाने खालको स्याम्पलिङ विधि हो। त्यसैले स्नोबल स्याम्पलिङ विधि प्रयोग गर्न सक्छौँ। यी तीनवटा विधिहरू हामी प्राय क्वालिटेटिभ रिसर्चमा प्रयोग गर्छौँ। बुझिरहनु भएको छ मैले भनेको? बुझिएको छ सर। अब यहाँ स्याम्पलिङ प्रोसेसमा चाहिँ यहाँ गैर सम्भावनायुक्त नमुना छनौट भएपछि यहाँ मुख्य गरेर मुख्य यहाँ 5 प्रकारको मैले यहाँनिर राखेको छु। स्याम्पलिङ प्रोसेस इन क्वालिटेटिभ रिसर्च भनेको छ। जस्तै पहिलो नम्बरमा पूर्ण नमुना छनौट, होइन, कम्प्रिहेन्सिभ स्याम्पलिङ भन्छ यसलाई। पूर्ण उद्देश्य अनुसारका नमुनाको पूर्ण रूपमा छनौट गर्ने गरिन्छ यसमा। जस्तै हामी अपाङ्ग विद्यार्थी भनेर अध्ययन गर्दैछौँ भने अपाङ्ग विद्यार्थी भनेर त सीमित हुन्छन्। ती सबै विद्यार्थीलाई हामीले के गर्छौँ? अध्ययन गर्छौँ। वा कमजोर वा गरिब, होइन, अति विपन्न भन्यो भने ती समूहलाई हामी टोटल्लै लिन्छौँ, ती व्यक्तिहरूलाई सबैलाई लिन्छौँ र अध्ययन गर्छौँ भने त्यस्तो खालको स्याम्पलिङलाई के भनिन्छ? कम्प्रिहेन्सिभ स्याम्पलिङ भनेर भनिन्छ। बुझ्नुभयो नि? दोस्रो म्याक्सिमम भेरिएसन स्याम्पलिङ भन्छ यसलाई। विविधतामूलक नमुना छनौट। विविधतामूलक नमुना छनौट भनेको चाहिँ अब हामीले अध्ययन गर्ने नमुनामा, होइन, नमुनामा एउटै खालको नपरोस्, अलि विविधताबाट परोस्, तर हाम्रो उद्देश्यसँग मिल्दो परोस् भनेर त्यहाँ विविधता बनाउने प्रयत्न गरिन्छ, तर धेरै लिँदैन। त्यस्तो खालको नमुना छनौट विधि प्रयोग गरिन्छ भने म्याक्सिमम भेरिएसन स्याम्पलिङ, विविधतामूलक नमुना छनौट विधिको प्रयोग गरिन्छ। अर्को विशिष्ट गुणयुक्त नमुना छनौट भन्छ, एक्सट्रिम स्याम्पलिङ। हामीले जो पाए त्यसलाई लिँदैनौँ, कि साह्रै कमजोर, कि साह्रै असल, कि साह्रै खराब, होइन, कि समस्यामा परेका, अति समस्यामा परेका हामीले विद्यार्थीहरूलाई छनौट गर्नु पर्यो। जस्तै मानव केस स्टडी गर्नु पर्यो भने अब कक्षाका हामीले 2 थालका विद्यार्थीलाई लिने भयो, अर्थात् 2वटा घटनालाई लिने भयो। केस भने त घटना हो, 2वटा घटना वा एउटा घटनालाई मात्रै लिने भयो। ती घटनाको बारेमा मात्रै हामीले अध्ययन गर्छौँ, होइन। विशिष्ट गुणयुक्त नमुना भनेको एक्सट्रिम स्याम्पलिङ, त्यो खालको नमुना छनौट विधिको प्रयोग गरिन्छ। अर्को होमोजिनियस स्याम्पलिङ, समान गुणयुक्त नमुना छनौट भनेको अब हेट्रोजिनियसबाट हामीले नमुना छनौट गर्यो भने, हेट्रोजिनियस बनाइयो, त्यहाँबाट नमुना छनौट गरियो भने चाहिँ के हुन्छ भने हाम्रो अनुसन्धानको नतिजाले सही एन्सर नदिन पनि सक्छ, भोलि नतिजाको निष्कर्ष नहुन पनि सक्छ। त्यसैले नमुनालाई हामीले समान बनाउँछौँ अनि त्यो त्यो समान बनाएकोबाट मात्रै हामीले के लिन्छौँ भने त्यो खालको स्याम्पलिङलाई चाहिँ के भनिन्छ? होमोजिनियस स्याम्पलिङ भनेर भन्छ। अर्को औसत गुणयुक्त नमुना छनौट, टिपिकल केस स्याम्पलिङ भन्छ। यो अब्जेक्टिभमा आउन सक्ने कुराहरू है मैले बताइरहेको छु। क्वालिटेटिभ रिसर्चभित्र अपनाइने नमुना छनौट, एउटा कम्प्रिहेन्सिभ, अर्को म्याक्सिमम भेरिएसन, अर्को एक्सट्रिम, अर्को होमोजिनियस, अर्को टिपिकल केस स्याम्पलिङ भन्छ। औसत गुणयुक्त नमुना छनौट र अर्को आकस्मिक नमुना छनौट, एक्सिडेन्टल। औसत गुणयुक्त भनेको चाहिँ के हो भने जे उस मिल्दोजुल्दो, कि उस्तै खालको मिल्दोजुल्दो, होइन, त्यो खालको व्यक्तिलाई हामीले लिन्छौँ, अरूलाई लिँदैनौँ। औसत खालकोलाई मात्रै लिन्छौँ, अरूलाई लिँदैनौँ। मिल्दोजुल्दोलाई मात्रै लिएर हामीले अध्ययन पुरा गर्छौँ। त्यसै गरी आकस्मिक नमुना छनौट भनेको चाहिँ जो भेट्छ त्यसलाई पहिला लिन्छौँ, त्यसपछि लिँदैनौँ, एक्सिडेन्टल भन्छ त्यसलाई। भनेपछि यी सबै के हुन् त भन्दा नन प्रोभाबिलिटी स्याम्पलिङ, प्रोभाबिलिटी होइन। सबैले स्याम्पलिङ भएर आउने चान्स पाउँदैनन्, यो नन प्रोभाबिलिटी स्याम्पलिङ विधिभित्र पर्दछन्। बुझिरहनु भएको छ नि? अब मैले अहिलेसम्म के कुरा गरेँ भने गुणात्मक अनुसन्धानमा प्रयोग हुने साधन, होइन,
त्यसै गरी डेटा कलेक्सनको प्रोसिड्युर र स्याम्पलिङका प्रोसिड्युरको बारेमा कुरा गरेँ। अब हामीले गुणात्मक अनुसन्धानमा कस्ता ढाँचाहरू प्रयोग हुन्छन् त भन्दा हामीले यो युनिटमा 5वटा ढाँचाहरू पढ्नुपर्छ। पहिलो ढाँचालाई हामी के भन्छौँ? घटना अध्ययन भनेर भन्छौँ, केस स्टडी। केस स्टडी भन्ने बित्तिकै के हो भने, अब यहाँ एउटा भन्ने बुझ्नु होला, सीमित भनेर भनेको छ भन्न चाहिँ एउटा संस्था वा एउटा समूह वा एउटा व्यक्ति वा एउटा घटनासँग सम्बन्धित वा एउटा अवस्था पनि हुनसक्छ सँग सम्बन्धित गुणात्मक पक्षहरू, व्यवहारहरू, क्रियाकलापहरू आदिलाई भाषिक भनौँ शाब्दिक रूपमा सङ्कलन गर्ने र अनि तार्किक विधिबाट विश्लेषण गर्ने विधिलाई हामी के भन्छौँ भन्दा घटना अध्ययन भनेर भन्छौँ। यसमा घटनालाई हामी कुनै पनि कुरालाई नियन्त्रण पनि गर्दैनौँ र परिवर्तन पनि गर्दैनौँ। जस्तो छ त्यही अवस्थामा जस्ताको तस्तै अध्ययन गरिन्छ। यसमा कस्तो खालको स्याम्पलिङ प्रयोग गरिन्छ त? ल भन्नुहोस् त, अघि मैले पढाएको स्याम्पलिङ मध्ये नन प्रोभाबिलिटी त भयो। नन प्रोभाबिलिटी भित्रको कसलाई लिन्छौँ हामी? यी 5वटा मध्ये कुन चाहिँ स्याम्पलिङ प्रयोग हुन्छ केस स्टडीमा? पूर्ण नमुना हो कि विविधता हो कि विशिष्ट गुणयुक्त हो कि समान गुणयुक्त हो कि औसत गुणयुक्त हो कि आकस्मिक नमुना छनौट? कुन विधि प्रयोग गरिन्छ भन्नुहोस् त? अब्जेक्टिभ ठ्याक्कै आउँछ एक्जाममा। केस 3 स्टडीमा नम्बरको हुन्छ सर। 3 नम्बरको। गुड। विशिष्ट गुणयुक्त नमुना छनौट, एक्सट्रिम स्याम्पलिङ। एकदमै राम्रो है। अरू साथीहरूले पनि ध्यान दिनु पर्यो है। घटना अध्ययनमा कुन नमुना छनौट विधि प्रयोग हुन्छ भन्दा विशिष्ट गुणयुक्त नमुना छनौट विधि प्रयोग गरिन्छ। अब हामीले तथ्याङ्क सङ्कलनमा चाहिँ हामीले के गर्छौँ त यस्तो यो अध्ययनमा भने, अवलोकन गर्छौँ, अन्तर्वार्ता लिन्छौँ र केही मुख्य व्यक्तिहरूसँग सोधपुछ गर्छौँ वा इन्टरभ्यू गर्छौँ। त्यसलाई चाहिँ की इन्फर्मेन्ट इन्टरभ्यू भनेर भन्छ। त्यस्तै अभिलेखहरू आदिको अध्ययन गर्छौँ। अभिलेखहरू पनि अध्ययन गर्न सक्छौँ। जस्तै कुनै संस्थाको छ भने संस्थाको अभिलेख गर्छौँ। जस्तै सहकारीको बारेमा हामी सहकारी चाहिँ टाढ पल्टिँदैछ, डुब्दैछ भनेर त्यस्तो अवस्था पऱ्यो भने त्यो सहकारीको हामी के गर्छौँ? अभिलेखहरू हेर्छौँ त्यति बेला। अथवा कुनै विद्यालयको शैक्षिक उपलब्धि कमजोर हुँदैछ भने विद्यालयको शैक्षिक उपलब्धिसँग सम्बन्धित केही अभिलेखहरू हेर्छौँ। नीतिगत कुराहरूको अभिलेखहरू, यस्ता कुराहरू हामी खोजी गरेर हेर्छौँ भने यो गुणात्मक अध्ययनमा तथ्याङ्क सङ्कलनको लागि प्रयोग गरिने यो एक प्रकारका साधनहरू भए होइन। अब यी साधनलाई हामी विशेष गरेर अन्तर्वार्ता र अवलोकन माध्यमबाट र छलफलको माध्यमबाट हामीले अध्ययन पुरा गर्छौँ। जस्तै समूहमा अध्ययन गर्दैछौँ भने छलफल गर्छौँ, लक्षित समूह छलफल गर्छौँ, होइन भने गहन अन्तर्वार्ता र अवलोकन विधिबाटै हामीले तथ्याङ्क सङ्कलन गर्छौँ। बुझ्नुभयो नि? अब घटना अध्ययनका मुख्य चरणहरू भन्छ। अब जानिराख्नुपर्छ। यो चाहिँ 6वटा चरणहरू हामी मुख्य अप्नाउँछौँ घटना अध्ययनमा। सबभन्दा पहिला प्लानिङ, योजना निर्माण। प्लानिङ है, साहित्य अध्ययन गर्दै अध्ययनका लागि उद्देश्य अनुसन्धान प्रश्न निर्माण गर्ने, यो प्लानिङभित्र। अनुसन्धान प्रश्न र उद्देश्य निर्माण गरेपछि हाम्रो योजनाका कामहरू सकिन्छ। त्यसपछि ढाँचा निर्माण गर्ने, डिजाइनिङ भन्छ। अब अन्तर्वार्ता त लिने, तर त्यो अन्तर्वार्ता कस्तो खालको अन्तर्वार्ता लिने त भन्दा न्यारेटिभ इन्क्वायरी हो कि इथनोग्राफी कुन गर्ने हो? मैले बिहान पनि भनेको थिएँ, हाम्रो 2जना म्याडमहरू बिहान आउनु भएको थियो। उहाँहरूलाई मैले न्यारेटिभ र इथनोग्राफी भनेको डेटा कलेक्सनको एउटा टेक्निक पनि हो भनेर भनेको थिएँ नि। हो, किनभने न्यारेटिभ इन्क्वायरी र इथनोग्राफी रिसर्च भनेको आफैमा रिसर्च भन्दा पनि यो डेटा कलेक्सनको एउटा विधि हो। त्यो भने यो केस स्टडीमा दुईटा प्रयोग गर्न सकिन्छ। न्यारेटिभ इन्क्वायरी गर्ने हो कि इथनोग्राफी गर्ने हो कि
अवलोकन गर्ने हो कि गहन अन्तर्वार्ता लिने हो, त्यो कुराको निर्कोल गर्नु पर्यो, ढाँचा हामी त्यहाँ निर्माण गर्छौँ। त्यसै गरी प्रिपेरेसन भन्छ, तयारी, टुल्स तयार गर्ने र अनि परीक्षण गर्ने भन्छ। अब क्वालिटेटिभ रिसर्चमा खासै परीक्षण हुँदैन, पूर्व परीक्षण चाहिँ गर्छौँ, तर रिलायबिलिटी टेस्ट, भ्यालिडिटी टेस्ट भन्ने हुँदैन। त्यो प्रश्न कतिको उपयुक्त भयो, उपयुक्त छ कि छैन भन्ने मात्रैका लागि हामीले प्री टेस्ट गर्छौँ। प्री टेस्ट भनेको त्यस्तै नमुनासँग पहिला स्याम्पलसँग हामीले पहिला टेस्ट गरी हेर्छौँ र टुल्सलाई भेरिफिकेसन गर्छौँ, अनि ट्रान्सलेसन गर्छौँ, रिब्याक ट्रान्सलेसन गर्छौँ होइन। जस्तै मानौँ नेपालीमा हामीले सोध्दैछौँ तर अङ्ग्रेजीमा लेख्नुपर्ने छ भने अब नेपालीमा पहिला बनाएर अनि अङ्ग्रेजीमा ट्रान्सलेसन गर्छौँ, अथवा अब अङ्ग्रेजीमा सोध्नु छ भने अङ्ग्रेजीमा ट्रान्सलेसन गरेर लिएर जान्छौँ होइन, प्रश्न तयार गर्दा, टुल्स तयार गर्दा। अब डेटा कलेक्सनको सूचना सङ्कलन भन्छ। यसमा चाहिँ प्रश्नावली चेकलिस्टको प्रयोग गरेर अनि अवलोकन र अन्तर्वार्ताबाट तथ्याङ्क सङ्कलन गर्छौँ डेटा कलेक्सनमा चाहिँ। र एनालाइसिसमा चाहिँ डेटालाई हामी एनालाइसिस गर्दा चाहिँ के गर्छौँ, कोडिङ गर्छौँ, तुलना गर्छौँ र थिम बनाउँछौँ। तिनवटा काम गर्छौँ, म पछि यसको बारेमा भन्छु। कोडिङ गर्ने, तुलना गर्ने र थिम बनाउने। यसमा चाहिँ डेटा पर्सेन्टेज निकाल्ने होइन, ग्राफ बनाउने, पाइ चार्ट बनाउने आदि कामहरू हुँदैन। सिधै के हुन्छ, तथ्याङ्कलाई कोड गर्ने। अब विभिन्न व्यक्तिले भनेका भनाइहरूलाई हामी के गर्छौँ त, पहिला ट्रान्सक्राइब गर्छौँ, भनौँ न एउटा कथामा लेख्छौँ, कथाबाट फेरि त्यसलाई अन्डरलाइन 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 गर्दै जाँदा त्यहाँनिर कोडिङ 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 गर्दै मिल्दोजुल्दो हामीलाई चाहिने 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 कुराहरूको कोडिङ गर्दै जान्छौँ। त्यसपछि अब ती कोडिङ गरिएका कतिपय शब्दहरू चाहिँ एकअर्कासँग मिल्दा हुन्छन्। त्यो मिल्दा शब्दहरूलाई के गर्छौँ, हटाउँछौँ र फेरि कम बनाउँदै जान्छौँ। त्यो कम बनिसकेपछि लास्टमा थिम भन्छ। धेरै धेरै तथ्याङ्कै आउँदैन, त्यहाँनिर धेरै कुराहरू नै आउँदैन। मानौँ लामो अन्तर्वार्ता लिएछ, धेरै व्यक्तिहरूसँग हामीले सोधपुछ गरेका छौँ वा गहन अन्तर्वार्ताहरू लिएछ भने ती गहन अन्तर्वार्तामा भनेका कुराहरू पहिला भाषामा लेखिन्छ, त्यसलाई भन्छ ट्रान्सक्राइब भन्छ, ट्रान्सक्राइबिङ गर्ने। ट्रान्सक्राइब गरिसकेपछि त्यो ट्रान्सक्राइब गरिएका भित्र अन्डरलाइन गर्ने, हामीलाई चाहिने चाहिने हाम्रो रिसर्च क्वेसनले भनेको 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 भनेकोलाई के गर्छौँ, हामी अन्डरलाइन 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 गर्छौँ, अर्थात् कुनै कलरले त्यसलाई हामी इन्डिकेट गर्दै जान्छौँ र अनि त्यसलाई कोड गर्छौँ कुनसँग मिल्यो। अनि एउटा हाम्रो अब्जेक्टिभ 1सँग मिल्यो, अब्जेक्टिभ 2सँग मिल्यो, अब्जेक्टिभ 3सँग मिल्यो, अर्थात् रिसर्च क्वेसन 1सँग मिल्यो, रिसर्च क्वेसन 2सँग मिल्यो, त्यहाँ कोड 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 गर्दै जान्छौँ। अनि हामीले त्यसलाई के गर्छौँ, अब त्योसँग पनि मिल्दोजुल्दो अर्को, जस्तै 1 नम्बरसँग कोडिङ गरेका छौँ, अरू 2 नम्बरसँग कोडिङ गरेका छौँ, अर्थात् 3 नम्बर हामीले कोडिङ गरेका छौँ भने त्यो कोडिङहरूको बिचको पनि कहिलेकाहीँ उस्तै उस्तै खालको धारणा हुन्छ। ती धारणाहरूको बिचमा अब कम्पेयर गर्छौँ र अनि एउटै बनाउने प्रयत्न गर्छौँ। त्यो दुइटै धारणा भनेको एउटै हो, समान धारणा हो भनेर त्यहाँ समानता बनाउने प्रयत्न गरिन्छ। हामीले जबरजस्ती होइन कि, तर समानलाई समान बनाउने प्रयत्न गरिन्छ। जस्तै मानौँ कुनै व्यक्तिसँग हामीले गरिबीको बारेमा अध्ययन गर्दैछौँ भने घरमा खाना छैन, लगाउने लुगा छैन भने, एउटाले घरमा खाना छैन, अर्कोले लगाउने लुगा छैन भने यो दुवैको अर्थ के हो त, गरिबी हो, अर्थात् बेरोजगारी हो भन्ने सन्दर्भ हामीले जोड्छौँ। गरिबी छ, बेरोजगारी छ सँग मात्रै हामी जोडेर जान्छौँ। उसले धेरैजनाले त्यस्ता कुराहरू गरेका छन्, शिक्षा दिने पैसा छैन, स्वास्थ्य उपचार गर्नलाई हामीलाई सम्भव छैन, निकै गाह्रो छ, यस्ता जति पनि कुराहरू गरिरहेको हुन्छन् भने यी सबैको तर्क केसँग मिल्दै जान्छ त भन्दा गरिबी वा बेरोजगारीको समस्या छ भनेर बुझ्नु पर्यो त्यहाँनिर होइन। त्यो कुरा चाहिँ हाम्रो के भयो त, त्यो कोड गरिएका शब्दहरूको बिचको तुलना है। र अब त्यसपछि हामीले एउटा थिम भन्छ, ती सबैलाई आधार मान्दै थिम भन्छ। एउटा गरिबी, अर्को बेरोजगारी होइन, अर्को अशिक्षा हो, अर्को जनसङ्ख्या वृद्धि, विभिन्न समस्या हुन सक्छ नि त। ती समस्याहरूलाई हामीले टिप्छौँ र हाम्रो तथ्याङ्क के हुन्छ त भन्दा 10वटा यस्ता बुदाहरू मात्रै हुन्छन् जुन बुदाले चाहिँ धेरै कुरालाई समेट्छ। त्यस्तो खालको एनालाइसिस विधि हुन्छ यसमा। अर्को रिपोर्ट राइटिङ भनेको अब सबै काम गरिसकेपछि अन्तिममा गरिने कामलाई, जसलाई हामी रिपोर्ट राइटिङ भन्छौँ। जस्तै घटना अध्ययनका 6वटा चरणहरू छन्, त्यसमध्येको पहिलो प्लानिङ, डिजाइनिङ, प्रिपेरिङ, डेटा कलेक्सन, डेटा एनालाइसिस एन्ड रिपोर्ट राइटिङ। यी 6वटा काम सकेपछि केस स्टडी मेथड सकिन्छ। बुझिरहनु भएको छ? सर यो लेखन र वितरण भने चाहिँ रिपोर्ट राइटिङ हो र? लेखन र वितरण भनेर पनि दिएर रहेछ कि यहाँ किताबमा ए अन्तिममा। ए लेखन र वितरण भनेको त्यही हो।
लेखन भनेको चाहिँ अन्तिम अन्तिम बुदामा छ। हजुर 6वटा भन्दा बढी पनि छ। 6वटा छ होइन, बढी छैन। ए 6वटै छ। त्यही 6वटाको 6औँमा। ए प्रतिवेदन लेखन भनेर आयो यसमा चाहिँ, त्यसमा चाहिँ लेखन वितरण भन्ने आयो। हजुर अब मानौँ न कुन संस्थासँग हामीले गरेका छौँ त्यो संस्थालाई हामीले रिपोर्ट दिने काम गर्छौँ होइन, त्यसलाई हामी वितरण भन्यौँ। त्यही। त्यही नै हो। प्रतिवेदन लेखन गरिसकेपछि अब वितरण पनि गर्ने भयौँ, अब पेस गर्ने भयौँ होइन, त्यो दुइटै काम हुनसक्छ। सम्बन्धित निकायमा पेस गर्ने, अब यो घटना अध्ययन भनेको कुनै घटनाको वास्तविकता पहिचान गर्नलाई गर्ने हो नि त। त्यसरी हुन्छ। गर्दा त्यति बेला चाहिँ घटना अध्ययनसँग सम्बन्धित कुराहरू चाहिँ हामी त्यो सम्बन्धित पक्षलाई जानकारी गराउनु पर्यो नि त, त्यो नै भन्न खोजेको हो त्यसले। यति कुरा बुझ्नुभयो र यही यही यो यो बिजुलीको रिपोर्ट लेखाउनु छ त पूजा मिस, तपाईँकोमा के छ अरे? हजुर तपाईँको बुकमा के छ भन्नुभयो अरे 6 नम्बरमा? लेखन र वितरण। कुरो एउटै। ए मेरोमा त रिपोर्ट लेखाउनु छ 6 नम्बरमा, त्यस्तो छैन। तपाईँको अलि अगाडिको पढेछ क्या किताब। खोइ होइन, अर्कै राइटरको होला। कुन राइटरको छ भन्नु त? पूजाको? त्यही पेशल खनालकै हो त। ए पुरानो किताब होला। पुरानो मोडलको पऱ्यो क्या। परेका त्यस्तै भयो मलाई। यो 6वटा बुदा हामीलाई याद भयो भने भयो है। अब यो चाहिँ सिरियली थाहा पाउनु पर्यो, सिरियली हामीले बुझ्नु पर्यो र सिरियली सरसर्ती व्याख्या गर्नु पर्यो। लामो व्याख्यान गर्नु भएन। अब स्टेपहरू भनेर त्यसरी सोधि चाहिँ हाल्दैन। अब त सोध्यो भने पनि लेख्न जान्नु पर्यो, अर्थात् हामीलाई अब्जेक्टिभमा सोध्छ यो चाहिँ। चरणहरू के हुन् भनेर सोध्छ, कुन चाहिँ होइन भनेर सोध्छ होइन। 1 2 3टा दिन्छ अनि एउटा नभएको दिन्छ र अनि त्यो नभएकोलाई हामीले इन्टु गरिदिनुपर्छ है, नभएकोलाई राइट गरिदिनुपर्छ। ल अब हामीले अर्को अध्ययनको बारेमा कुरा गऱ्यौँ। केस स्टडी पछि इथ्नोग्राफी। इथ्नोग्राफी इथ्नो भन्ने बित्तिकै के भयो बुझ्नु पर्यो, जातिसँग संस्कृतिसँग सम्बन्धित भनेर बुझ्नु पर्यो होइन। जात वा संस्कृति वा समूह वा संस्था हो को गहन अध्ययन हो। तर कस्तो गहन अध्ययन भन्दा लामो सर्वेक्षण, लामो समयसम्म सर्वेक्षण वा सहभागितामूलक अवलोकन। अवलोकन पनि कस्तो हुन्छ त? सहभागितामूलक अवलोकन। त्यहाँ चाहिँ अनुसन्धानकर्ता त्यो व्यक्ति, त्यो समूह, त्यो जातिको व्यवहारहरू अध्ययन गर्छ, क्रियाकलापहरू अध्ययन गर्छ, तर उसलाई थाहा दिँदैन, उसँग घुलमिल हुन्छ, ऊ जस्तै बनिदिन्छ र अध्ययन गर्छ। त्यस्तो खालको अध्ययन विधिलाई चाहिँ हामी के भन्छौँ भने इथ्नोग्राफी रिसर्च भनेर भन्छौँ। यो इथ्नोग्राफी रिसर्च भने वास्तवमा यो डेटा कलेक्सनको विधि हो। वास्तवमा यो तथ्याङ्क सङ्कलनको एउटा विधि हो, तर हामी यसलाई अनुसन्धानको ढाँचाभित्र पनि राख्छौँ। यसका विशेषताहरू के हुन् भनेर भन्दा सहभागितामूलक अवलोकन यसको पहिलो विशेषता हो। पहिलो विशेषता भनेको सहभागितामूलक अवलोकन। दोस्रो लङ्गिच्युडनल स्टडी, क्रस सेक्सनल यसमा हुँदैन, लङ्गिच्युडनल हुन्छ है, लामो समयसम्म अध्ययन हुन्छ। त्यो लामो समयको अध्ययन चाहिँ कस्तो खालको हुन्छ भने गहन खालको अध्ययन हुन्छ, तर लामो अध्ययन हुन्छ। पटक पटक तथ्याङ्क सङ्कलन गरिन्छ। लामो भनेको अब वर्ष दिनको हुनसक्छ, 2 वर्ष 5 वर्ष 10 वर्ष यसरी अध्ययन गरिन्छ। अनि म्याक्सिमम डेटा कलेक्सन, धेरै तथ्याङ्कहरू सङ्कलन हुन्छ। त्यहाँ गइसकेपछि धेरै कुराहरू, त्यहाँ तयार गरेको प्रश्नहरू, प्रयोग गरेका प्रश्नहरू कस्ता हुन्छन् भन्नुहोस् त? कुन खालका प्रश्नहरू प्रयोग गरिन्छ? अन्तर्वार्ता प्रयोग गरिन्छ? गरिँदैन सर त्यसमा। अवलोकन तालिका प्रयोग गरिन्छ होइन त? अवलोकन तालिका प्रयोग गरिन्छ होइन। अनि सूचनाहरू सङ्कलन गरिन्छ। खुल्ला अध्ययन हो यो, ओपन स्टडी हो। कतिपय अवस्थामा अवलोकन तालिका पनि लिएर गइँदैन, त्यहाँ गएर अवलोकन गरिन्छ, आएर तालिकामा भरिन्छ। पछि उसँग बसुन्जेल घुलमेल हुन्जेल अवलोकन गरिन्छ होइन। आफूले प्रश्न चाहिँ कण्ठ गरेर जानु पर्यो, अनि उसँग त्यस्ता प्रश्नहरू राख्दै जानु पर्यो वा त्यो व्यवहारहरू हेर्दै जानु पर्यो, खतल्दै जानु पर्यो। त्यसपछि
आएर कहाँनिर हामीसँग साधन हुन्छ त्यहाँ भर्नु पर्यो। त्यस्तो खालको काम गरिन्छ यसमा।